हामी चाहिँ माछाको जाल राखेर पुरा यतातिर हेर्न आएको क्या यतातिर अन्त्य ठाउँ यो बिस्तारै 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 गर्न बिस्तारै बिस्तारै माछाको जाल चाहिँ पछाडिपट्टि घोलमा राखेछ लगभग हामीले अब एक घन्टामा निकाल्ने योजना गरेछौँ एक घन्टामा निकालेर हेरौँ के हुन्छ कति पर्छ अहिले चाहिँ पाउरोटीमा हामीले राखेछौँ पाउरोटीमा परेन भने त्यसपछि अनि हामीले चाहिँ अहिले भनौँ न पाउरोटीमा राखेको चाहिँ गरे अब पाउरोटीमा खासै आएन भने मकैको पिठोमा चाहिँ राख्ने प्रयास गर्छौँ अब आयो भने आइहाल्यो कतिको पर्छ पहिलोचोटि हो हाम्रो चाहिँ यो चाहिँ अलिक सानो माछा माछा त यहाँ पनि रहेछ यार माछा त यहाँ पनि रहेछ यार तर अलि मसिनो छ क्या यहाँको माछा चाहिँ मसिनो छ माथि अलिक भित्र छोड्दै यसलाई फेरि पिङ्कीलाई खै पिङ्की तेरो यो चाहिँ अस्ति योलाई अपरेसन गरेर लिएर गयो क्या हाम्रो घरको पिङ्की तपाईँ ओइ यो फुकाल न ल कान्छो लाऊ छिटो कान्छो ए नचल